युकेतिर जाउली युकेतिर जाउली युकेतिर जाउली मेजर पेन्सन छँदैछ बसी बसी यस्तो भयो कहाँ जान्थे यार भिरालोमा म त यहीँबाट थाहा पाइसकेँ थिएँ मैले यो के गर्नु लाग्यो होइन ह्यान्डब्रेक हान्दै मान्यो नि ह्यान्डब्रेक लागेन के ह्यान्डब्रेक नलागेको त्यही भएर त दाइले सिधै पुनः ठोका त नि नर त कहाँ ओ माई गड माउन्टेन त बबाल गुड मर्निङ फ्रम कर्पु हिल होइन हामी बसेको चाहिँ यो सबै एउटै हो होइन आम्मा केटाहरू गइसक्यो म दाइ म चाहिँ हिँड्दै गरेँ है दाइ हिँड्दै गरेँ है म चाहिँ अब माथि भ्यू हेर्न जान्छु होइन त्यहाँबाट अलिकति माथि अनि त्यसपछि सब देखाउनेछु तपाईँहरूलाई ओ माई गड अलराइट हामी यति बेला आइपुग्यो माथि भ्यू पोइन्टमा दुईजना चाहिँ पछाडि छ अनि उता कुशल म दिनेश भाइ चाहिँ उता छ एकदम ढोक्यो केटाले ए देउता रहेछ नि त नि ओ माई गड ल यहाँ देउता रहेछ रक्षा गर्नु भगवान् कर्पु डाँडा प्याराग्लाइडिङ टेक्रे ए यहाँबाट पनि प्याराग्लाइडिङ हुँदो रहेछ नि त ए कर्पु डाँडा प्याराग्लाइडिङ टेक अफ साइट भनेपछि मैले भने होइन 200 मिटरको चाहिँ डिफ्रेन्ट हुन्छ कि मेरो क्यामेरामा 2881 देखा 85 भनेपछि सो आमा हामी बसेको चाहिँ त्यो तल हो यो गोरु अझै हामी माथि जाने क्रम जारी छ क्यामेराले राति पनि कस्तो बवाल देखाएको भन्नु होला यो चाहिँ नाइट भिजनमा पनि राम्रो देखाउँछ क्या यो DJI Action 5 प्रोको चाहिँ गोप्रोको भन्दा अलिकति एडभान्टेज छ भनौँ होइन नाइटमा पनि राम्रो खिच्छ क्यामेराहरू चाहिँ फोटो नखिचे पनि भिडियो चाहिँ राम्रो खिच्छ क्या सो जाउँ माथि 360 भ्यूबाट हेरौँ ड्रोन बिग्रिहाल्यो एउटा घाममा तत्ताउनुपर्छ आज एकछिन ओ माई गड हिमाल त के हो यार धर्मशाला सिंह अनि ओ माई गड ल मैतेलाई के छ सन्देश नेचुरल हेभन मैते घरमै सुतिराख्छ देखिस सो मैले चाहिँ यति बेला सम्झिन चाहे समीक्षा बहिनी र जीवनसाथी तिमीहरूको पनि ठुलो सोच थियो यो ठाउँमा आउने अनि त्यति बेला वेदरले गर्दाखेरि आउन सकेन अब यही भ्लगबाट के भन्छु भने नेक्स्ट टाइम फेरि पनि आउला आज ड्रोन क्र्यास भएको छ हिजो आउँदा बाटोमा ड्रोन क्र्यास भएको छ अनि त्यही भएर अलिकति दुःख लागिरहेछ होइन नर्मल ड्रोनहरू भएको भए त ठिकै थियो दुःख लाग्दैन अलिकति एक्सपेन्सिभ छ नि त त्यही भएर दुःख लागिरहेछ हो माई गड ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ होइन माछापुच्छे यो भइहाल्यो यो टुप्पा माछापुच्छे भयो यो मनासलु कि गौरीशङ्कर हो क्या यो गौरीशङ्कर हो क्या हो लमजुङ हिमाली देखिन्छ अरे आयो हामीले नचिने होला देखिन्छ होला बा यो पछाडिको भ्यूलाई चाहिँ छोड्न सकिन्न कि दोस औ ल सो फाइनली 360 भ्यू यो माथि आमा यहाँ हुन् त ओ माई गड दोस ओ माई गड यार बबालो देख्न सक्नुहुन्छ हामीलाई नहेर्नुहोस् यो पछाडिको भ्यूलाई हेर्नुहोस् होइन तपाईँहरूलाई हामी देखाउन लिएर आएको होइन हामीले चाहिँ यो भ्यूहरू हेरोस् भनेर भन्दोस् ओ माई गड बबाल सयो ओहो
ल फाइनली हाम्रो फाइनल डेस्टिनेसन भनौँ 360 भ्यू यही हो देख्न सक्नुहुन्छ ओहो हामीले चिया ल्याउनु पर्ने नि हामीले कर्फु डाँडा 3085 ल तर मेरो उसले पनि सही देखाइरहेको छ 2933 यस्तो हुन्छ कि क्यामेरा राति नै छ होइन यस्तो हुन्छ नर्मलमा सनराइज हुने बेला भएको छ अब यसैलाई म नाइट मोडमा हान्छु है त बगा लाग्दै केटा फोटो यही हो भिडियोमा यस्तो बबाल यहाँ चाहिँ के हो श्री कर्बा आजी क्यामेरा लिएरै आउनु पर्दो रहेछ है ओ माई गड कसम सही हो ओ माई गड कुन दाइ घले गाउँ ए ओ माई गड उहीदेखि मेरो चाहिँ मैले त है यो ठाउँ दाइ यो चाहिँ लम्बिङमा कास्की सिमाना रहेछ कति केटाहरू आएन त यता पोखराको सिन यस्तो छ भने यताको कति क्लियर छ क्या ए यहाँबाट त खुवाई डाँडा पनि देखिँदो रहेछ मर्दी सबै देखिँदो रहेछ त त्यता त अलराइट गाइज हामी चाहिँ यहाँ अब टक्क कति फोटोसुट खिच्यो कति के गऱ्यो होइन बवाल यो पछाडिको भ्यू चाहिँ बवाल आएर होला होइन ओ माई गड कन्टेन्ट बन गया कस्तो एउटा के त त्यो केदारनाथ कता गर्छ राइड गर्छ त नेपाली सो हामी यति बेला छु कर्फु डाँडा सो यहाँ उता जान्छु हामी होइन अनि उता गएर भन्नाले हामी एकछिन यहीँ टाइम स्पेन्ड गर्छु अझै टाइम छ हामीलाई चाहिँ यहाँ छोड्नमा नै लागिरहेन यसलाई चाहिँ फेरि 3085 माथि गाउँपालिका भ्युज हेर्नुहोस् गुड हो ल अब मोबाइल तिमीहरूले मिसाइदियो क्या ब्याट्री यार हिजो पानीले भिजेको ब्याट्री छुट्टै थियो यार कुनो थाहै भएन कुनो यार ब्याट्री यार अघि नै ब्याट्रीहरू सबै यो चाहिँ होइन यो कलर ट्राई गरौँ त यो रहेछ क्या यो दुईटामा कुनो भयो यार यो जस्तो त्यो ट्राई गरौँ त ओइ त्यो होइन दाइ यो के अब उठ्छ कि उठ्दैन भन्ने कुरा उठ्छ कि उठ्दैन भन्ने कुरा आगे रेकर्ड गरे भाइ रेकर्ड गरे ड्रोन चाहिँ हिजो क्र्यास भएको ड्रोन आज चाहिँ स्टार्ट चाहिँ भयो अब यो चाहिँ हिजो पानी माई गॉड यार धन्न गिम्बल सिम्बल के भन् सेट म्यान क्यामेराम्यान यता यार गाइज ए भगवान फाइनल्ली हैन हामी यता यस्तो बवाल ठाउँमा आएन हिजो चाहिँ ड्रोन क्र्यास भएको भएर कस्तो दुई के यार फेरि अब आज चाहिँ ट्राई गर्नु खोजेको हैन पर्पल होइन स्टार्ट भइसक्यो पुरै त्यसको लाइटिङहरु सबै चलिरहेको हैन लाइटिङहरु चलेर पनि हुन्न यसको दाइ यार त्यसले स्टार्ट काम गरेपछि चल्यो के दाइ यार पहन यो गाहान त यो पानीले भिजाउने निकाले के ए ओ माई गॉड चल्दै त हुन्थ्यो यार
चलेको तेरा घरका साला चल्यो भनेपछि चल्यो त स्टार्ट भयो यस्तो मान्छे छ चल्यो स्टार्ट भइसक्यो यसको इन्जिन यसको की पोइन्टले काम गरिसक्यो के त्यो होला यार मलाई यहाँ ढुक लागिसक्यो ह्याप्पी छ नि केटा हो एकदम ड्रोन चाहिँ स्टार्ट भइसक्यो अब चाहिँ यसको चाहिँ उडान मात्रै हेर्ने बाँकी छ यसको उडान मात्रै हेर्ने बाँकी छ फाइनली स्टार्ट भइसक्यो ड्रोन ए हाई अल्टिट्युड एयरक्राफ्ट मेबी भगवान हाइटमै छ त अनि ड्रोन चलिसक्यो के गाइज फाइनल्ली अन चाहिँ भयो यो हो नि त तरिका कस्तो यार कस्तो नमजा लागिरहेको थियो यार मान तर आम्मामा यार कस्तो मलाई त यस्तो लागिरहेको थियो कस्तो राम्ररी म कानिन लाग्छ यार ओ माय गॉड यो हो नि त ओए कति रे 2K 2 लाख ड्रोन आज अब त एकदम विचार गरेर उडाउँछ यार भइसक्यो के फाइनली गाइज ड्रोन ओ माई गॉड खोजे खसे खस्छु त अब त सिनेर मात्र खिच्छु हैन लगेर कर्पु यहाँ डाँडा माउलो ए मा कसम भइसक्यो फाइनली गाइज ड्रोन चाहिँ उडिसक्यो यो गङ्गटा 2 लाखको गङ्गटा हिजो पानीमा स्विमिङ खेल्न गएको त्यही कुशलले भेट्नु पर्ने यार तेरो लागि चाहिँ लकी मान्छे हो कसम यार लकी म्यान यार यो ड्रोनलाई देखाइदिएको म चाहिँ ह्यान्ड चाहिँ फर्किँदैछु माथिबाट केटाहरू त्यहाँ पुगिसक्यो म चाहिँ एक्लै छु अनि अलिकति नमजा भइरहेको थियो हिजो आज चाहिँ एकदम ह्याप्पी छु म किनभने ड्रोन चल्न पर्यो कि यस्तो ठाउँमा आइसकेपछि होइन यस्तो ठाउँमा आएपछि ड्रोन चलेन भन्दा त्यो जस्तो नमजा केही पनि हुँदैन अनि टिप के हो यो रेस्ट यहाँ कस्तो बाबा लालीगुराँस फुलेको यार देखाइदिनु न त लालीगुराँस मुहारै उज्यालो भयो यार केटोको वा ताली 1 सेकेन्ड हुन्छ यार कति अनि सस्तो ड्रोन हो र यार 20-25 हजारको हो र होइन गाइस
अनि साथी हो ओइ गीत गाउँदै छ अरे केटाहरू अहिले त सब खुसी छ कि भोलि पर्सि बिग्रियो नि केही फरक भएन आज त ड्रोन उड्यो त्यसमा सबजना खुसी छ ह्याप्पी हेर्ने केटा प्याराग्लाइडिङ टेक अफ साइट 3085 मिटर माथि दुई ताङतिङ तिङताङ 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 एकु एकु कहाँ ओके ओ त्यसमा चाहिँ कोइन फाल्ने हो कहाँ खोइ खै के हो थाहा छैन यार सिमे भूमे यो के कुन भूमे हो हजुर ल सिमे भूमे फुल चढाइदिए केटा ओ कस्तो ल सिमे भूमे हाम्रो तपाईँले नै हाम्रो रक्षा गरेर ड्रोन चाहिँ चल्न सफल भएको धेरै चिसोले पठाइदियो के तर यहाँको चाहिँ दाउराहरू त पुरै यो लालीगुराँसकै हो कि दाउरा चाहिँ यहाँ रक्तचन्दन यहाँ चाहिँ एलो फार्म हाउस होइन यहाँ मान्छे नरहेछ किनभने यहाँ चाहिँ मान्छेहरू भएको बेला मात्रै हो जहाँबाट भए पनि हिमालय भगवान देखिन्छ कि सही हो कोइलीको जस्तो हुनु पऱ्यो नि बोली कागको जस्तो भएर हुन्छ भनेको नि ठिकै यार आम्मामा यार यस सही हो हुन्छ आउँछ दाइ ल नाच्यो नि त केटा बसी बसी नाच्दै नि त यो हो नि त रमाइलो युकेतिर जाउली युकेतिर जाउली युकेतिर जाउली मेजर पेन्सन छँदैछ बसी बसी घुम्नलाई आएको ड्रोन बिग्रेर टेन्सनै लागेको युकेतिर जाउली युकेतिर जाउली युकेतिर जाउली मेजर पेन्सन छँदैछ बसी बसी गाउली Yes. मर्निङ सट एउटा गीत फेरि ल यस्तै छ जुनी यस्तै छ जुनी घाँस दाउरा सैले पनि नगरी नहुनी बनपाकामा रुच्दै कन्टेन्ट बन गया भेट हाम्रो हुने सोचे जस्तो कहिले नि नहुने टाढाको बाटो मदाउँदै आएको मायालाई
खासै आउनु मादल बजाउनु त हजुर के बजाउने आउँदैन ल मन र म ताङतिङको डाँडामा कर्पुको डाँडैमा हावा सरर डाँडैमा हावा सरर जाता छ निर्माया हुँदैन जरा कर्पुको डाँडैमा हावा सरर जाता छ निर्माया हुँदैन जरा जाता छ निर्माया हुँदैन जरा कास्की जिल्ला नि कास्की जिल्ला ताङतिङको गाउँमा कर्पु डाँडा घुम्दैछ ठाउँमा हावा सरर कर्पुको डाँडैमा हावा सरर जाता छ निर्माया हुँदैन जरा ताङतिङको गाउँमा निर्माया हुँदैन जरा जाता छ निर्माया हुँदैन जरा अब यहाँ यदि तपाईँहरूलाई चाहिँ यो वेलकम टु कर्पु डाँडा टेन्ट हाउस होइन कर्पु डाँडामा चाहिँ यदि नम्बर चाहिन्छ भने कन्ट्याक्ट नम्बर चाहिँ यहाँ छ एकदम हिजो हामी सबै यहीँ बसेर खाएको अब हामी निक्लिन्छु अनि सामान सबै उता ओ निक्लिन मनै लागेन भने कसम ल उहाँ दाइले चाहिँ एकदम मिठो मिठो खाना खुवाउनु भयो थ्याङ्क यू सो मच ल दिदी है धन्यवाद हामी फेरि नेक्स्ट टाइम आउने बाचा त नभनौँ आउँछु होला जस्तो भन्दै ब्याग कसको यो ब्याग कुशल आजलाई चाहिँ बिदा दिए ल यो कुशललाई दिएर ल केटाहरू रेडी भयो गाडीमा चाहिँ अब जान लाग्यो हो ताङतिङ भिलेज छोडेर आज छोड्नु मन लागेर आमा यो देख्दाखेरि त हजुरहरूको ब्याग हाल्नु न ल अब हाम्रो दुईजना मेम्बर थपिनु भयो ल त यो मादल चाहिँ नेक्स्ट टाइम हामी अब नेक्स्ट टाइम यसरी आउनु हामी राइड आउँछ है नेक्स्ट टाइम चाहिँ होइन गाडीमा राइडमा चाहिँ एकदम थाक्छ जस्तो लाग्यो बाटो गाडी नै राम्रो हो तर धन्न हाम्रो दाइ एकदम च्याम्पियन भएर मात्रै नत्र एक ठाउँ दुई ठाउँ चाहिँ मलाई यस्तो डर ओके सी यु अगेन होइन सी यु सुन सी यु अगेन ल सबै रेडी भइसक्यो अब हामी निक्लिन्छु ल बाई 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 गर्नु न भन्छ अब नेक्स्ट टाइम आउन त है ल एकदम दामी सामानहरू केही छुट्यो भने दाइ फोन गर्छु नि है त्यो टेनमा राम्रोसँग चेक गरे भाइ दिनेश राम्रोसँग चेक गरे होइन छुट्यो भने अब बाई बाई कर्पु भन्दै अब हामी लाग्छु ताङतिङतिर मिल्यो भने ताङतिङतिर भने यसो एक दुईवटा ड्रोन त हाल्नु परिहाल्यो अरू चिज मान्छे छुट्यो केही भएन मान्छे छुट्यो केही भएन ड्रोन छुट्टिनु भएन कि केटाहरू बोल्दै नबोलेको दाइ होइन ओहो हामी यता त आउँदै मलाई त लास्ट निन्द्रा लागेको थियो अनि भने त साक्कै बोलेको छोड्यो तिम्रो क्यामेरा चाहिन्न हामीलाई हामी चाहिँ हिँड्नु छ त्यो र सेट यार के गर्न लाग्यो दाइले भनेर मनी यार भन्न यता सिधै लग्यो दाइले के गरे भनेर नि ठीक गरे नि सेट यार अम्मा ओ गॉड यार धन्न यार राम्रो ठाउँमा हो नि यार धन्न हेर त यहीबाट आम्मा धन्न यस्तो ओ माई गॉड
पाइप फुट्यो दाइ यस्तो भयो कहाँ जान्थे यार म त यहीँबाट थाहा पाइसकेँ थिएँ मैले यो के हो के गर्नु लाग्यो होइन ह्यान्ड ब्रेक हान्दै मान्यो नि ह्यान्डब्रेकै लागेन कि ह्यान्ड ब्रेकै नलागेको है त्यही भएर त दाइले सिधै पुनः ठोका त नि नर त कहाँ ठुलो भागीले बाँचे यार हट हाम्रो गाडी चाहिँ यहाँ छुइरह ओ माई गॉड गाडी त यार भन्ने ठुलो भागेले बाँचे यार त्यो तलको त्यो उस्तिर भएको भयो त आता हामी बाँचिँदैन बाँच्यो यार जग्गा मात्रै के हट लागे ब्रेक लाया दाइ हाँ तरिका पुरै गएछ त है एकछिन रोक्नु दाइ यो दाइको पसल भने बिहान आउँदा म त्यतै बाटो जानु लाग्यो यताबाट बोल्ने यताबाट के यताबाट आउनु पर्छ यताबाट हो ल जे जस्तो भए पनि अब यहाँ झर्नु एकचोटि चिया चिया खाउँ यो चाहिँ ताङटिङ भिलेज अनि हामी चाहिँ यहाँ ताङटिङ भिलेज गोपाल दाईको कटेजमा छु अनि गोपाल दाई अब हामी यहीँ खाना खान्छौँ खाना खाने बेलासम्म एकछिन वेट हुनुपर्छ होइन अलिकति मनमा खिन्नता छ सबैजनालाई डरले सबैजना होइन ल मन ल खानाको रेडी खानाको लागि यहाँ रेडी सबैजना खाना खान रेडी हुँदैछ हामी चाहिँ अब यहाँ हाम्रो गोपाल दाईको भूपाल कि गोपाल रे दाईको नाम भूपाल कि गोपाल रे दाईको नाम गोपाल दाईको अन्नपूर्ण कटेजमा हामी चाहिँ खाना खान लागेको अब खानासाना खान्छु है त खानासाना खान्छु अनि ताङटिङ भिलेज यस्तो बाबा लगाइरहेछ ल मेरो चाहिँ ढिलो केटाहरू सब चामल हान्ने अरे म चाहिँ ढिलो अलिकति बाबा लगाइरहेछ क्या हक्क उता सिक्लेस हेर्दै सिक्लेस अलिअलि देखिरहेछ तलबाट सिक्लेस हेर्दै अनि आनन्दको भ्यू हेर्दै टक्क खाँदै ल अब यहाँ बिदाइ गर्दै हुन्छ भूपाल दाईको यो भूपाल दाईको घर
रेस्टुरेन्ट रिसोर्टै भने नि भयो दाइ रिसोर्ट जस्तो यो होइन आजभोलि त यही हो झन् मनपर्ने खेको ल टिकटक होइन युट्युबमा आमा अब उता लगाइदिनु त मन आमालाई भयो नि बाबु होइन सबै यसमा हाल्नु भइसक्यो होइन हाम्रो फोटो खिच्नु ए हुन्छ हस् नमस्ते नमस्ते आमा ल यहाँको सिमे भुनेले रक्षा गरेर जहाँ गए पनि फले प्लस भइहाल्छ बाबुला कता छ यो हाम्रो चाहिँ बिदाई कार्यक्रम ओहो झिलिकै देखेको हो झिलिकै पो देखेको हो केटा होइन ओ माई गड कस्तो यो लगाएर त झिलिकै पो भयो त हामी त मन झिलिकै पो त हेर त ओ माई गड अब फोटो खिच्नुपर्छ फोटो एउटा एकदम बबाल हाम्रा चाहिँ उहाँ हाम्रो ल फोटो खिचौँ न त हस् दाइ हस् हजुरलाई त्यस्तो केही भयो भने यतातिर त त्यस्तो चल्दैन है हाम्रोतिर चल्छु कल गर्छु नि अब हामी सबैजना हुन्छ ल सकेसम्म दाइ है हस् दाइ हस् नमस्ते सबैजना शुभयात्रा है ल थ्याङ्क यू ल आमा नमस्ते ल हुन्छ हस् ल हुन्छ हस् दाइ ल फोर व्हिल लगाएर हाले ल दाइ ल सबैजनालाई बाई बाई ल भोपाल दाइ अब खोइ भयो भने सम्झिन्छु नि हजुरलाई यसो हाम्रो नि फेरि छुट्टी मिल्नु पऱ्यो त्यो त त्यही हो फेरि उता भयो भने हाम्रो छुट्टी मिल्दैन नि तपाईँलाई सम्झेर काम भएन हामी भएपछि रमाइलो हुने हो है ल हुन्छ हस् दाइ ल दाइ मिठो खाना खुवाउनु भयो सबै अर्ग्यानिक लोकल होइन ल दाइ ल त्यो त ढुक्क हुनु म त ऊ हरिदाईलाई म त सधैँ हरिदाईलाई दाइ लागिहाल्दा आमा बाई बाई ल दाइ ल बाई ल ताङथिङ गाउँलाई बाई बाई गर्दै सिग्लेसको मुहार हेर्दै ताङथिङ गाउँलाई बाई बाई गर्दै हामी ब्याक टु पोखरा हुन्छु होइन अनि अब बाटोको अवस्था त तपाईँहरूले देखिहाल्नु भयो अब आजको भ्लग यहीँ इन गर्ने होला होइन साथीहरू फिनिसिङ पोइन्ट भनेको त्यही हो के रे अहिलेलाई ठाउँ हो अनि अब हामी ताङथिङ गाउँलाई बाई बाई गर्दै सिक्लेस भिलेजको मुहार हेर्दै आजको भ्लग यही अन्त्य गर्न चाहन्छु यदि तपाईँहरू पहिलोचोटि मेरो भ्लग हेर्दै हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब लाइक सेयर कमेन्ट यदि भन्दै आजको भ्लग यहीँ अन्त्य गर्दै नेक्स्ट भ्लगमा भेट्ने बाचाका साथ म पनि बिदा हुन्छु हस्त नमस्ते छ्याजालो अनि सी यु नेक्स्ट भ्लग कहाँको हुन्छ थाहा छैन होइन अब टाइम मिलेको बेलामा नै गर्ने हो अब यसरी नै ग्याङ मिल्यो भने होइन यसरी नै ग्याङ मिल्यो भने हो अब त्यति भन्दै भगै इन गर्न मन लाग्दैन त अब बाटोहरू नि सिनहरू बबाल छ ल गाइज थ्याङ्क्स फर भिजिटिङ भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु नेक्स्ट भ्लगमा भेट्ने बाचाका साथ होइन यदि पहिलोचोटि मेरो भ्लग हेर्दै हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब लाइक सेयर कमेन्ट अनि त्यही हो कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला होइन सुधार्नुपर्ने कुराहरू के छ प्रायः जसोले आजको भ्लग हेरेर सुधार्नुपर्ने कुरा त अब ड्रोन राम्रोसँग ह्यान्डलिङ गर्नु भन्नु होला होइन मनले जस्तो होइन मन यस अब यस्तै हो कहिलेकाहीँ ड्रोन अब त्यस्तै पर्न जान्छ होइन अब मैले पनि जानी गरेको होइन अब त्यस्तै हुनु गयो त्यो मेरो बिग मिस्टेक हो अब यति भन्दै आजको भ्लग यही अन्त्य गर्न चाहन्छु थ्याङ्क यू बाई 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 गाइज बाई बाई नेक्स्ट भ्लगमा भेटौँला